दर्शकबिन भुन्टी रहन्छे सुकुमाया रहेछ यो भन्ने सिरियाले भुवनकी श्रीमतीले थाहा पाएकी छन् र भूमिकाको प्रेमिकालाई देख्दाखेरि भूमिकाका श्रीमान अचम्मै परेका छन्। दर्शकबिन नमस्ते दर्शकबिन, तपाईहरुलाई स्वागत छ हाम्रो यस च्यानलमा। आज हामी जान्नेछौँ भुन्टी सिरियल 331 भागको। दर्शकबिन जब भूमिका फोनमा बोलिरहेकी हुन्छिन् त्यतिबेला उनले शङ्का गरेकी हुन्छिन् भुवनले थाहा पाए कि म सुकुमाया हुँ भन्ने, तर उनले थाहा पाएका हुँदैनन्। त्यही भएर अनि ऊ दुईजना त्यहाँ कुरा गरेर त्यहाँबाट हिँड्छन्। त्यहाँबाट हिँडेपछि दर्शकबिन अनि घरमा गएर बस्छन्। अनि उस भूमिकाको श्रीमतीले सिरियलले उनलाई साह्रै टर्चर गरिरहेकी हुन्छन्। दर्शकबिन तै पनि सुकुमाया हुन्, ऊ डटेर बसेकी हुन्छन्। अनि जब सुकुमाया भित्र फोनमा बोलिरहेकी हुन्छन् त्यति बेला सिरियाले सुन्छन्। सिरियाले सुनेपछि दर्शकबिन ओ यो त भुन्टी रहेनछ, यो को रहेछ त यो पक्कै अब सुकुमाया हो भन्ने उसको मनमा भइसक्यो होला। दर्शकबिन अब हामी अर्को भागमा हेर्नेछौँ तिनले के अब कस्तो सोच्दिरहेछन् त। दर्शकबिन भूपेन्द्रको आमा र भूपेन्द्रको भाइ भने भूपेन्द्रलाई भेट्न जेल गएका हुन्छन्। जेल गएर उनलाई भेटेर फर्केर आएपछि भूपेन्द्रको आमाले दिमाग लगाएकी हुन्छन् यसलाई अब कसरी फसाउने होला भनेर। अनि त्यस पछाडि तिनले आइडिया निकाल्छन् यसको अब निन्द्राको गोली हाल्दिम, हामीले निन्द्राको गोली हालिदिएर यसलाई हामीले पक्ड्यौँ, एकजना केटा लिएर आएर सुताएर अनि त्यसलाई हामीले एउटा उसमा भिडियो बनाएर अनि अरूलाई देखाएर त्यसलाई हामीले गलत साबित गर्नुपर्छ भनेर तिनले भनेकी हुन्छन्। दर्शकबिन अनि तिनीहरूले त्यो काम पनि सुरु गर्छन्। दर्शकबिन मास्टर भने दिउँसै सपना देखेका छन्। स्कुलमा ऊ जाँदाखेरि भुन्टी टिचर बनेको उनले सपना देख्छन्। सपना देख्दाखेरि अनि त्यस पछाडि उनले त्यहाँ भनेका हुन्छन् म तिमीलाई एकदम माया गर्छु, त्यही भएर तिमीले मलाई साथ दिन पर्छ भनेर हात माग्दाखेरि, हात मागेर उफ्रिँदाखेरि अनि ती स्कुलमा उफ्रिरहेका हुन्छन्। त्यति बेला अनि सबै हाँस्दाखेरि यो त सपना रहेछ भनेर तिनले हेरेका हुन्छन्। दर्शकबिन भुन्टीलाई उनले जब पढाउन जान्छन्, भुन्टीलाई पढाउन जाँदाखेरि अहिले भुन्टीले धेरै बुझेकी छन् यी मान्छे एकदम ठिक रहेछन् भनेर। उनले केही भन्न त सकेकी छैनन्, तर उनले मनै मन उनले भनिरहेकी छन् कि यिनी ठिक रहेछन् भनेर। त्यही भएर मास्टर पनि एकदम खुसी छन्। दर्शकबिन अब के तिनीप्रति तिनको माया एकदम बढ्ला त। दर्शकबिन के अब भूपेन्द्रलाई तिनले छोड्ने हुन्। दर्शकबिन भूमिका भने एकदम नराम्रो तरिकासँग फसिराखेकी छन्। तिनलाई काममा यति लता छन् कि लताउँदा पनि भएन भनेर अझै पनि कराको कराई गरेका हुन्छन्। दर्शकबिन भूमिकालाई उनको श्रीमानले यो हाम्रो घर बलियो बनाउनु पर्छ भनेर तिनले फकै काम गरिरहेका हुन्छन्। त्यति बेला अनि यो ठेकदार को हो रहेछ भनेर तिनका भूमिकाका श्रीमानले सोद्धाखेरि अनि त्यति बेला नै त्यहाँ म हुँ हजुर भन्दै आएका हुन्छन्। आउँदाखेरि अनि आखिरमा ती त भूमिकाको प्रेमिका रहेछन्। दर्शकबिन जब भूमिकाको श्रीमानले सोध्छन् तपाईँलाई मैले कहाँ देखेँ भनेर, त्यति बेला नै अनि हजुर म त भूमिकाको गाउँको हुँ भनेर भन्छन्। त्यहाँ पछाडि अनि ऊ त्यहाँबाट हिँड्छन्। दर्शकबिन अब आउने भागमा के हुन्छ हामी हेरौँला। दर्शकबिन यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै म अब बिदा हुन चाहन्छु। फेरि हामी भेटौँला अर्को भागमा।